होइन त्यो पनि अझै हामीलाई आधिकारिक भएन हाम्रो लागि डाटै भएन भने हामीले भनिरहेका छौँ अघि पनि हामीले सरले भनिसक्नु भयो निकाल्दाखेरि त्यो डाटा निकाल्दा म जस्तो त्यसकोलाई मात्रै जनगणना गरेँ जो चाहिँ समलिङ्गी सुनिबाउ पन्ध्र जस्तै सरहरू चाहिँ छुट्टी नै भयो त्यो कारणले गर्दा हाम्रो एक्चुअल रूपमा चाहिँ हाम्रो डाटाहरू समावेश भएको छैन अनि अर्को कुरा मेरो उम्मेदवारी चाहिँ अहिले यो किन भनेपछि म फेरि फर्केर घुमेर म आफ्नै जन्मस्थानमा पनि आएको छु म मोरङमै जन्मेको हो म मोरङमै हुर्केको हो मोरङमै जन्मेर हुर्केको भएको कारणले गर्दा मेरो अधिकारको पनि कुरा छ र म पूर्वकै बासिन्दा हो लामो समयदेखि मोरङ झापामा काम गरेर हिँडिरहेको समाजसेवा पनि गरिरहेको अवस्थाहरू हो अनि आफू खुलेर अरूलाई पनि खुल्ने लाखौँ साथीहरूलाई प्रेरणा पनि दिएको हो विभिन्न किसिमका समुदाय बाहेक अनि महिला पुरुष सबैको लागि मसँग जोडिनु भएकोलाई गरेको पनि हो त्यसपछि अर्को कुरा मैले हालसाल यही वर्ष मात्र हो मोरङदेखि चाहिँ मैले उता बसोसराई झापा लगाएको थिएँ झापाको दमकमै म बस्थेँ र दमकमै मेरो सपना थियो त्यहीँ बस्ने भनेर त्यसपछि म यसरी आउँछु भने मैले सोचेको थिइनँ अहिले म यो किसिमले राजनीतिको आएन आफै चुनाव आउँनु पऱ्यो अनि त्यसपछि फेरि हाम्रो केपी ओली बा अब सबैले बा भनिरहेको छ उहाँकै क्षेत्र पनि झापा 5 पर्छ मेरो पनि पर्छ अनि मेरो सामने सन्दर्भमा तपाईँहरू जोडिनु को हुनुभएको छ त्यहाँ पनि हामीले अपिल गरेका छौँ कि योचोटिको लागि तपाईँ त जुनै